त्यो हात उठाउनु त माथि किन नि हात उठाउनु खुट्टा उठाउनु के उठाउनु तिमीलाई प्रिन्स थ्याङ्क यू ढुट्टो ढुट्टो भने ढुट्टो झिमझिम गर्ने मैले ऱ्यान्डमली आयो भने नि राजगुना सक्नु भयो सम्झिने पानी छम्किने हो क्या यस्तो सल्लाह गरेर अब ए राजगुरुङलाई ठोक्नु छुनु प्लिज भनेर यताउता गरेर आयो भने चाहिँ त्यो भगवानै जानुन् त्यो जति पनि हराएको मलाई अस्ति तिमीहरूले त्यसरी हराएको नत्र भने तिमीहरूको त नि यस्तो सुन्यो आवाज कस्तो आयो कस्तो यस्तो फ्यात मात्रै थ्याङ्क यू गाइस सक्छ त सक्दैन नि फेरि सक्दैन नि फेरि सक्दैन त होइन गाइस सक्दैन सक्दैनौ सकेको त सक्दैन हौ जसले जे भने पनि सक्दैन क्या नि डुटो खाए रामे धुलाई थ्याङ्क यू प्रिन्स राजेश कस्तो हान्छ यार उताबाट साथीहरू प्ले गरौ न यार सम्झना किन तिमीहरू टुवा परेर बसेको के हेर तिमीहरूले मलाई हेर हो लाटाले पापा हेर यसरी लाइक नि गर्दैन आलुहरू निदैन हो अनन गाई थ्याङ्क यू सो मच थ्याङ्क यू सक्नु नि परन्त होइन गाइस सक्दैन नि फेरि त्यही मेरै भाइले गरेर उता यसो गरेर कहिले काहीँ यसो चुप्पा हान्दैछ नत्र भने सेन्टी प्लान्ट राज गुरुङ जस्तो मान्छेसँग खेल्नेलाई अलिकति बेजतै गरिदिनु भन्ने हिसाबले चाहिँ अलिकति ठ्याक्क अलिकति यसो हल्का यसो मरमसला छ्यास थपिदिएको मात्रै हो नत्र नि हेर्नु गाइस मेरै भाइले 600 हान्दैछ नत्र त उसको त माइनस के गर्दा 100 पनि छैन 100 पनि छैन झिमझिम गर्ने रे टिटी साला धुलो खायो धुलो जब प्रिन्स आयो नि सक्यो क्या त्यस्तो सक्यो यति खान लागि आएको नि चलेको ल राज मलाई धोबी खानु मन भोलि हान्छ तिमीलाई धोबी अब मलाई भोलि हान्छ भनेको बुझ्ने सम्झिने पानी छम्किने ल बुझेको नि त्यस्तो भोलि हान्छ हान्ने भोलि मलाई अहिले हान्नु मन लागिरहेछ कि भोलि भनेर हुन्छ मलाई अहिले हान्नु मन लागिरहेछ मलाई अहिले हान्नु मन लागिरहेको छ भनेपछि छ यस्तै प्रकारले बहिनी बेसी बाँच्दिनन् टिकटकमा टिक्दिनन् बेसी हुन्छ आफै त्यस्तो एक हप्तामा हुन्छ एक हप्तामा सुइकिन्छ इबिनी त्यस्तो हो क्या गाइस उसको त गिफ्टरै भनेको त्यही एउटै मात्रै छ AND हो कि के लेखेको त्यति मात्रै छ त्यही मात्रै एउटै मात्रै AND हो के भन्ने त्यही पनि झुकेर एक दिन रक्सी खाएर पहिला त सुधे नि सक्यो इट्स अलरेडी रेकर्ड भइरहेछ रेकर्ड गरेको पुरा लु राख्नु पर्यो नि त्यस्तो खैर यहाँ के भन्छ गाइस राख्नु आमामा गाइस बुस्टिङ ग्लास आएको छ मेरो सूर्य ब्रदर तपाईँलाई नै आएको छ सूर्य ब्रदर थ्याङ्क यू अनन गाई थ्याङ्क यू सो मच प्रिन्स थ्याङ्क यू के बिरालोको नक्सा भएको छ थ्याङ्क यू मेरो साथीहरू मनोसुजन भुन्टे नेप्टे च्याप्टे लास्ट पहिला धेरै खान सक्दिनँ म लास्ट ल गाइस ल सबै ल मेरो साथी सबले मिलेर ल गाइस ल
आज त यिनलाई नै भयो भनेर यिनीकै मुखबाट बनाइदिए नत्र भने त नि मैले खेल्नु भन्दा नि नखेल्ने मान्छे हो नि त भाग्ने मान्छे 3 भए पुग्छ रे दाइ भन्दैछ 2 हान्दिहाले 1 हान्दिनु सक्यो त्यति पुगिहाल्छ 3 तालमा त राँगा नि चिन्छ नि भन्ने उखान छ नि त गाइस प्रिन्स थ्याङ्क यू सो मच चुमुक बन्दा भन्छ त्यही त खतरामा भनेर आइरहेको त त्यतिकै मैले त भने मसँग गेम खेल्दा त नि धेरै विचार गराउनु क्या सोच विचार गरेर प्लान गराउनु कता त भन्दा नि मान्छे त्यो अहिले त्यो युसेपहरू किन मार्क्स लगाएर आउँछ त्यो पातलोहरू सरम भएर पातलो त्यस्तो सल्लाह गर्दैछ कमेन्ट पढ्दैछ अन्त गर्दैछ कमेन्ट समेन्ट जेसुकै पढा जसो गरेर हाम्रो बाल गाइसक्यो नि त मेरो साथीहरू हाम्रो बाल छैन मेरो होइन नि फेरि महात्मा गान्धीको चाहिँ ल टाइम 3 मा गाइस ल आज त राज ब्रोले उता बलात्कार गरिदियो जहाँ हो यत्रिका भन्दैछ मैले झिमझिम गर्ने उता ऊ आउला जस्तै गर्छिन् त उता भन्दैछ उता आए पनि हामीलाई के हाम्रै छ नि यत्रो मान्छे हामी किन बनाउँछ हाम्रो यत्रै मान्छे त किन बनाउँछ हामी One perfume, guys. Govandai, welcome. एउटा perfume. Open the speed challenge. Thank you guys, thank you so much all my supporters मेरो साथीहरु सबले गाइस मिलेर गाइस ट्रिपलमा प्ले गर्ने गाइस ल साथीहरु सबैले ल गाइस ल त गाइस प्रिन्सले बुस्टिङ क्लब हालेको छ गाइस सबले मिल्दा मेरो साथीहरु 470 जना हुनुहुन्छ साथीहरु यहाँ चाहिँ कस्तो गर्छ नि गिफ्ट हाने मात्रै गिफ्टर बस्दै रहेछ नत्र भने त्यतिकै चाहिँ के भएको यो भ्युअर चाहिँ के खालको नि थ्यांक यू प्रिन्स लाखा लु खाता बरु प्रिन्स थ्यांक यू प्रिन्स फिनिश बहिनी लाइभ बन्द गरेर जाऊ सुता साच्चै भन्दैको मैले जाऊ क्या लाइभ बन्द गर्छु त सोचिरहेछु अब त्यही गर्ने हो म लाइभ बन्द गरेर तुरुक्क म त टिस्यु पेपर लिएर नपुसी गर्न त्यतिकै छु त फेरि पुसेर त्यहाँ मलाई भिडियो ग्रुपको लागि देखाउनु पर्यो नि फेरि भोलिपल्ट सोद्धाखेरि फेरि त्यतिकै हाउडेमा गरे भने हुन्छ त्यतिकै मुखले जे नि बनिहाल्छ देखिनु पर्यो नि फेरि ग्रुपको लागि के बसन्त फाइल क्लोज भयो ब्रो भन्दैछ मैले होइन प्रिन्सले गरिदिएको प्रिन्सले त्यस्तो प्रिन्सले गरिदिएको त्यस्तो फिनिस यत्रो जति पनि टिकटकर छ होइन सबै टिकटकर मेरो लाइभमा सबैले एउटा हेर्नेट पनि हान्थ्यो भने के हुन्थ्यो होला नि हेर नि त्यहाँ मस्किँदै खाँदैछ आवाज पनि छैन न त उसकै त्यो केटाले हान्थ्यो भने यसरी चाड्थ्यो प्ल्यात्त निकाल्थ्यो हेर त त्यहाँ न अय्यो भेटायो यस्तो हो क्या जिन्दगी भनेको कसले फेरि बुस्टिङ क्लब हाल्दै फेरि बिरालोको बुस्टिङ क्लब हाल्दै बिरालोको बुस्टिङ टाउकोले बुस्टिङ क्लब हाल्दै मेरो साथीहरू बरु त्यो बुस्टिङ क्लब्स बरु भरे भोलितिर हाल्थ्यो भने के हुन्थ्यो होला नि हो कि होइन भरे भोलि पछितिर हाल्दैन के हुन्थ्यो त्यो बुस्टिङ क्लब्स के हुन्थ्यो त्यो बुस्टिङ यस्तो नि हुन्छ हेर्नु गाइस 99 मा गरेको अय्या थ्याङ्क यू सूर्य प्रताप धन्यवाद बुस्टिङ क्लब्स फेरि प्रिन्सलाई नै आयो
सूर्य थ्याङ्क यू टाइम्स 2 आएर छ ल टेक केयर ल अब यस्तै हो ल गेममा ल कहिले जित्छ कहिले हार्छ ल नरुन ल